नमस्कार भाइ बहिनीहरू, सन्चै हुनुहुन्छ? आज हामी नामयोगी पदबारे छलफल गर्नेछौँ। एउटा वाक्यलाई हेरौँ है त। भाइ दिदीसँग झोलाभित्र पुस्तक बोकेर विद्यालयसम्म गए। यो वाक्यमा प्रयोग भएका सँग, भित्र र सम्म पदहरू दिदी, झोला र विद्यालय जस्ता नामपदहरूसँग जोडिएर आएका छन्। यसरी नाम वा सर्वनामसँग एकै दिकामा जोडिएर अन्य पदहरूसँग सम्बन्ध देखाउने पद नै नामयोगी हुन्। यस्ता नामयोगी पदहरूमा सँग, सँगै, सहित, अनुसार, बमोजिम, सम्म, भित्र, बाहिर, तर्फ, मुनि आदि पर्दछन्। आजलाई यति नै। धन्यवाद। फेरि अर्को विषयवस्तुमा भेटौँला।